गाइस हामी अब इन्डियाको पुरै गइरहेको छैन, इन्डिया पुग्न धेरै छैन। हो यहाँ साँझ नै पर्न थाल्यो। अब यसो यहाँ सुत्नु पऱ्यो, सुत्ने ठाउँ खाने जस्तो भइरहेछ खाना चाहिँ होइन। यसो खानासाना खाएर टक्क सुत्ने, भोलि इन्डिया छिर्दिने केटा आज रात है। यो बाटो हुँदै आयो केटा, बल्ल बल्ल जानु पर्छ केटा, बाटो हेर्नु केटा। औ केटा हो आज आएर हेर्नु पुरा हामी पुरै गयो भनौँ जहाजमा केटा पानीको सर्टेज पुरै सुक्खा पदार्थ लागेको छ तना भइरहेछ। पानी निकाल्ने प्रयास जारी छ है केटा। Cắt vòng rồi. Hả? Xẹt sao? Cái nào जङ्गलमा बसेर कसरी बाँच्नु पर्छ कि हैन त्यो चाहिँ म सिकाउँछु केटालाई। Bro, पानी वाइल्ड छैन यार कति खाने अब नहुने हो क्या ब्रो, नहुने हो क्या फेरि होइन यो पानी यस्तो कडा घन्टी सो होइन आमा यो हो नि ल हैन लाग्नु पर्यो यो हो नि त पारा भाइ अहिले चाहिँ हैन दिउँसोको बजी 8:30 भइसक्यो, बिहानदेखि पानी खोजेको हैन यो पाका त्यो पाका बल्ल बल्ल यहाँ आएको त्यो पनि सुइसकेको रहेछ पानी चाहिँ निक्ल्यो। त्यो खुसी कुरो छ हैन गाइस। हामी चाहिँ 5 दिनको छ यो अब टुर जस्तै हैन अनि यसो ब्लग राइडर अन्त जङ्गल कसरी बाँध्ने कसरी खाने कसरी पिउने यो कुरो सिकाउनु आयो केटा हैन। सब हेर्नुपर्छ गाइस, लाइक सब्स्क्राइब के सक्छ त्यो गर्ने कि म ल्याङ चाहिँ गर्ने फेरि बिचारा केटा हैन। त्यो अन्त ल फाइनली अहिले पानी निस्किसक्यो गाइस। अब पानी सानी खाने हल्का यो एकछिनपछि अब कलर कस्तो हुन्छ अब जस्तो हुन्छ त्यस्तै खानु पर्यो, मर्नु त भएन हैन। ल हामी अब यसो सानो सानो यसो व्यवस्था गर्न थाल्यो केटा। ल अहिले चाहिँ हल्का बिजी अहिले एकछिनपछि म फेरि आउँछु गाइस हैन कतै नजाने हो ठिक छ नि त गाइस। सन्जी ब्रो छ यहाँ अलि बोतल बोतल खाली भयो सानी सलान चाहिँ यात्रा सुरु। चले होला यार पुज्छौँ कि त जाउँ मैला पुज्ने यात्रा अब सुरु अन्तिमसम्म चाहिँ पुगिसकेको छ। धेरै यात्रा भइसक्यो, खुट्टाको अन्तरपन्तर ढिला, मान्छे चाहिँ गिला पनि भइसक्यो। तनाव छ।